नेपालमा भर्खरै सार्वजनिक भएको Vivo Y21 5G को मूल्य कम्पनीले एकैचोटि 8,000 रुपैयाँले बढाइदिएको छ। पहिले 32,999 पर्ने यो फोनलाई अहिले 41,000 जति पर्छ। आखिर मूल्य बढेपछि यो फोन किन्नु पैसाको सही सदुपयोग हो कि नै? जे छ जे सत्य हो आज म तपाईहरुलाई प्रश्न बताउने छु। भिडियो अन्त्यसम्म अवश्य हेर्नु होला। नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई डिजिटल एनपिटेको फेरि पनि अर्को नयाँ रोचक भिडियोमा। आजको भिडियोमा हामी कुरा गर्न गइरहेको छौं मोबाइल फोन Vivo Y21 5G को बारेमा। यो फोन Vivo को चर्चित Y सिरिज अन्तर्गत पर्छ। सन् 2021 मा आएको पुरानो Vivo Y21 भन्दा यो नयाँ 5G मोडेल धेरै कुरामा फरक छ। मूल्य बढे पनि यसमा केही यस्ता फिचरहरु छन् जुन यो बजेटमा अरु फोनमा पाउन अलि गाह्रो हुन्छ। सबैभन्दा पहिला डिजाइनको कुरा गरौँ। यसको अगाडि सिसा छ भने पछाडि औँठा छाप नबस्ने प्लास्टिक ब्याग दिएको छ। फ्रेम भने मेटल म्याट फिनिशमा आउँछ जसले गर्दा फोन हातमा समात्दा प्रिमियम फिल हुन्छ। यसमा IP65 रेटिङ छ जसको मतलब धुलो र हल्का पानीका छिटाहरूले यसलाई केही गर्न सक्दैन। साथै यसलाई यो फोन निकै बलियो छ तर एउटा कुरा ठूलो ब्याट्री भएकोले यो फोन अलि गह्रौ र बाक्लो भने अवश्य छ। अब डिस्प्लेको कुरा गर्दा यसमा 6.4 इन्चको IPS LCD डिस्प्ले दिएको छ। यो मूल्यमा AMOLED डिस्प्ले दिएको भए अझ राम्रो हुने थियो। यद्यपि यसमा 120 हर्जको रिफ्रेश रेट छ जसले गर्दा फोन चलाउँदा एकदमै स्मुथ अनुभव हुन्छ। यसको ब्राइटनेस 1200 निट्सम्म जाने हुनाले बाहिर घाममा चलाउँदा स्क्रिन प्रष्ट देखिन्छ। परफर्मेन्सको कुरा गर्दा यसमा MediaTek Dimensity 6300 चिपसेट राखिएको छ। यो 6 न्यानोमिटरमा बनेको एउटा राम्रो प्रोसेसर हो। फेसबुक, युट्युब चलाउन, एपहरु खोल्न र सामान्य खालका गेमहरु खेल्न यसमा कुनै ल्याग वा ह्याङ समस्या आउँदैन। दैनिक काम यसले मज्जाले धान्छ। नेटवर्कको कुरा गर्दा यो एउटा 5G फोन हो। यसमा तपाईले डबल न्यानो सिम हाल्न सक्नुहुन्छ र दुई सिममा 5G नेटवर्क मज्जाले चल्छ। भविष्यका लागि यो नेटवर्कको मामलामा एकदमै सुरक्षित छ। नेपालमा यो फोन एउटै भेरिएन्टमा उपलब्ध छ जुन हो 6GB र्याम र 128GB स्टोरेज। आवश्यक परेमा तपाईले यसको स्टोरेजलाई मेमोरी कार्ड हालेर बढाउन पनि सक्नुहुन्छ। सुरक्षाका लागि यसको साइडमा रहेको पावर बटनमै फिंगरप्रिन्ट सेन्सर दिएको छ जसले छिटो काम गर्छ। साथै यसमा फेस लकको पनि सुविधा छ। अब क्यामेराको कुरा गर्दा यसको पछाडि दुईवटा क्यामेरा दिएको छ। एउटा 50 मेगापिक्सलको मेन क्यामेरा दिएको छ र अर्को सानो 0.08 मेगापिक्सलको डेप्थ सेन्सर छ। उज्यालोमा यसले राम्रै फोटो खिच्छ तर अगाडि सेल्फीको लागि जम्मा 5 मेगापिक्सलको क्यामेरा छ। 41,000 को फोनमा 5 मेगापिक्सलको सेल्फी हुनु अलि चित्त नबुझ्दो कुरा हो। सेल्फी प्रेमीका लागि यो फोन अलि कमजोर महसुस हुन सक्छ। तर सफ्टवेयरको मामलामा भने यो फोन एकदमै लेटेस्ट छ। यसमा सबैभन्दा नयाँ Android 16 मा आधारित ओरिजिनल OS 6 दिएको छ। यसमा महँगा फोनहरुमा पाइने सर्कल टु सर्च र AI फोटो एनहान्स जस्ता AI फिचर्सहरु पनि राखिएको छ। कम्पनीले 2 वर्ष मेजर अपडेट र 4 वर्षको सुरक्षा अपडेट दिने प्रतिबद्धता जनाएको छ जुन धेरै राम्रो कुरा हो। अब कुरा गरौँ यो फोनको सबैभन्दा बलियो पक्ष जुन हो यसको 6500 mAh को विशाल ब्याट्री। यदि तपाईलाई धेरै ब्याट्री टिक्ने फोन चाहिन्छ भने यसले आरामले 2 दिनदेखि 3 दिनसम्म ब्याकअप दिन्छ। यसलाई चार्ज गर्न बक्समै 44 वाटको फास्ट चार्जिङ आउँछ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ। छोटकरीमा यसको राम्रो पक्ष र नराम्रो पक्षको कुरा गर्दा राम्रो पक्ष यसको 6500 mAh को ब्याट्री एकदमै दमदार छ। 5GB नेटवर्क सपोर्ट गर्छ। बडी निकै बलियो छ र लेटेस्ट Android 16 पाउनुहुन्छ। नराम्रो पक्ष यो मूल्यमा AMOLED डिस्प्ले हुनु पर्नेमा LCD मात्र छ र यसको 5 मेगापिक्सलको सेल्फी क्यामेरा एकदमै एभरेज छ। अब अन्तिममा मेरो विचार प्रस्तुत गर्दा नेपालमा रु 40,999 मा उपलब्ध छ। यदि तपाईलाई क्यामेरा र डिस्प्लेले खासै मतलब छैन भने यो फोन किन्दा राम्रो नै हुन्छ। यसको बलियो बडी र 2-3 दिनसम्म टिक्ने ब्याट्री 5G सपोर्ट गर्ने फोन भएकाले यो किन्दा ठिकै हुन सक्छ। नत्र यो बजेटमा बजारमा अरु ब्रान्डका राम्रा AMOLED डिस्प्ले र राम्रो क्यामेरा भएका फोनहरु पनि उपलब्धमा छन्। तपाईलाई यो फोन र यसको नयाँ मूल्य कस्तो लाग्यो? तल कमेन्टमा आफ्नो विचार अवश्य लेख्नु होला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। त्यतिन्जेलको लागि म बिदा भए। फेरि भेटौँला अर्को भिडियोमा। नमस्ते, धन्यवाद, जय नेपाल।